हेलो हेलो सम्पूर्णलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा मेरो साथ आए तपाईँ पनि सन्चै हुनुहुन्छ आँखा पुच्छे गरेको छु र म पनि सन्चै छु र आजको भोलि के छ खास स्थिति पनि छैन होइन त्यही त हो नि यो अहिलेको सिजन के हो भने चाहिँ त्यो हात्तीले चाहिँ मकै चाहिँ पुरै खाइदिन्छ क्या म अहिलेको यो अन्नसँग बानीहरू चाहिँ किरा चाहिँ के सबै ध्वस्त गरिसकेर नि र यस्तो गरेको छ त सकिन्छ हेर्नु न यति धेरै यस्तो गरे नोक्सानै नोक्सान अन्त यत्रो ठुलो घरहरू के खाँदैन हेर्नु है बिजोग छ यत्रो नोक्सान गरिदिएर के गर्नु गाह्रो छ अहिले सब होइन नोक्सान राम्रै गरे हेर्नु त आज रातिको हात्तीले चाहिँ यो यस्तो बनाएको छ कि यस्तो के पुरै ध्वस्त बनाएको पुरै ध्वस्त बनाएको छ हेर्नु त अनि यस्तो गरेपछि अनि कसरी हुन्छ त हौ कसरी खाने त होइन किसानले यसो गरेपछि त के आफ्नो बोलाउने कुरै नै भएन नि त हेरौँ त ल सकिन्छ त सकिँदैन नि त यतातिर लग्यो हात्तीले त मान्छे बिजोकै बनायो नि त बिजोकै हेर न पुरै हेर त अनि फार्ने यस्तो बनाएको छ होइन के गर्ने त्यही यो तल्लो साइड चाहिँ खासै केही गर्दैन रहेछ यो लामो साइड चाहिँ बढी यो खानुभन्दा नि यिनीहरू बढी यो च्यातेर यसो गर्छ कि यो सबै हराइदिन्छ होइन यसो बिजोक बनाइदिन्छ यस्तो छ है हेरौँ न पुरै त्यति क्या सकियो नि हेर यस्तो बनाइदिएन ल्याएर त यो चाहिँ बटङ मुटुङ बनाइदियो कि पुरै भत्काइदिए यस्तो बनाइदिएर चाहिँ सकिन्छ यस्तो गरे हात्तीले पुरै सत्यानाश गरे होइन हेरौँ मिल हो होइन यो धान कुट्ने मिल छ यस्तो गरिदियो अरे हात्तीले गाह्रो छ र बस्नु त सब सेफ छ कि तर यो हात्तीले गर्दाखेरि अलिक अनसेफ हो नभए त सब ठिक छ कि यो ठाउँमा बस्नुलाई हात्तीको एउटा चाहिँ डर छ साह्रै भएकी त चल्छ यतातिर अब चाहिँ म चाहिँ सिमी टिमुतिर लाग्यो होइन साथीहरू सिमी हो रे यो सिमी चाहिँ फेरि लास्ट मिठो हुन्छ कि किनभने मलाई चाहिँ मिठो लाग्छ होइन सबैले मिठो नलाग्न सक्छ होइन सबैले कुरो मिठो नलाग्नु यस्तो छ रे ल्याएर नै सिमी खतरा सिमी छ यति धेरै छ कि आइपुगेको होइन झप्पक बेलुका चाहिँ पर्छ
यहाँ चाहिँ कति टिप्नु क्या पुरा दामी दामी चाहिँ यहाँ होइन यहाँ होइन बोडीहरू यतातिर छ बोडीमा त्यो माछ त दामी दामी छ त टिप्नै सकिँदैन के गर्नु ओ ल अब यति पनि टिप्यो होइन यहाँनिर चाहिँ लाग्नु पर्छ अरे भन्दा पनि अलिकति ल ल तारे टिप्यो अब यहाँ सट्ट यहाँ गाई यहाँ छ तलतिर पनि छ अरे मैले के कुरा सुनिरहेको थिएँ ढुकुर यहाँ बसिरहेको छ होइन दान करा करा कस्तो दामी दामी कस्तो दामी नर्सरी बनाएको छ कस्तो दामी मान्छेले गऱ्यो भने के सब हुन्छ नि त नि त्यो नरिवलको बोटहरू रहेछ क्या नर्सरी छ नरिवलको लक्ष्मीको क्या दामी छ यस्तो चाहिँ पुरा छाप्रो बनाएर होइन कस्तो मजाले राखेको मेरो सुरु केही छैन होइन यसै खालको गरान्छ भनेर भन्ने कुरो मैले बुझ्यो यतातिर के छ लसनहरू रहेछ केटा हो बोल मस्त हन्टिङको तिमीहरू केटा चुवाची यतिको घर चाहिँ मलाई भन्नु सही हुन्छ कि खालठुलो घर पनि छ होइन आजको ड्युटी चाहिँ चल्ला आएर छ क्युट छ 2 4 8 9वटा छ 9 यहाँ पर छ डरले भागिरहेको छ अर्को चाहिँ यहाँ छ यहाँ चाहिँ 12वटा छ यहाँ 12वटा छ हेर्नु भने फेरि कागले लान्छ क्या त्यो भएर हेर्नै पर्छ क्या अब यति हेरिसक्यो होइन अहिले 1 घन्टा चाहिँ डुलाएर चाहिँ बलेखिन भन्छु आएपछि मस्त खाना खाने हो मस्त जिपिएस चिलिम दिने बेलामा ड्युटी थियो ड्युटी गर्नु पर्यो होइन कसैमा खोल्दै जाने छैन बच्चा के हो
Berat hati. Mereka? Ini चला पक्रिन्छ भने केटाहरु पुरै छ छिटो गर है हान्नु एउटाले हान्नु न त्यहाँबाट छिर सन्ता छिर माउ पर्दैन के चला ठिक पनि माउ त्यतिकै भइहाल्छ दुईटा हानिसके 5 6 7 8 एउटा छ चल्ला माउ छोड दे चल्ला समात दे इधर छोड़ दे माउ छोड़ दे